भारतको मान्छे आफू गरिब भएर दुखी छैन कि भारतको मान्छे आसपासको छेउछाउको मान्छे धनी भएर चाहिँ बेसी दुखी छ क्या। हो त्यस्तै भइरहेछ अहिले। अम्बानी अडानी यार, अम्बानी अडानी मुखैमा अम्बानी अडानी, के अम्बानी अडानी यार। अम्बानी अडानी मोदी आउनुभन्दा पनि पैसा वालै थियो अगाडि नै। धीरुभाइ अम्बानी नै पैसावाला मान्छे हो, बिजनेस गरेर खडा गरेकोले अम्पायर। यो अहिले नयाँ गरेर मोदीले अडानीलाई धनी बनाउनु केही छैन, त्योभन्दा अगाडि नै उनीहरू पैसावाला भइसकेको थियो अलरेडी। अनि अम्बानी अडानीको कुरा गर्छ यार, 2 करोडको मान्छेहरू यार। उसले कति लाख मान्छेलाई रोजगार दिइरहेछ थाहा छ? एउटा सानो टाइपको गभर्मेन्टै चलाउँछ उसले, यति नोकरी दिन्छ उसले। 2.5 लाख 3 लाख काम गर्छ उसको स्टाफ। उसले 2.5 लाख 3 लाख फ्यामिलीको रोजगार चलाउँदैछ, उसको जीवन चलाउँदैछ उसले गर्दा। के हिंसा गरिरहेको यार? तिम्रो 2 जनालाई काम दिने क्षमता छैन, आफै रोजगारको लागि भागिरहेछ। सरकारले रोजगार दिएन भनेर हिँडिरहेछु, फेरि तिम्रो हिंसा गर्छ अम्बानी अडानीको। अहिलेको अवस्थामा अडानी र अम्बानी भारत छोडेर आफ्नो जति कमाइको सम्पत्ति छ नि त्यो लिएर अर्को देशमा गयो नि अहिले भारत यहाँ अहिले खम्लाङ झर्छ थाहा छ? त्यो त बुझेछ नि तिमीहरूले? यार ठुलो सोच न यार, के हिंसा गरिरहेको यार। छ्या, राजनीति गर्दैछ ठिक छ, यति त नडुब न। अम्बानी अडानीलाई दोष दिनु यार, बहुत पैसावाला उनीहरू पहिल्यैदेखिको। उनीहरू 50 साल भइसक्यो पैसावाला भएको। यहाँ अम्बानीको कुनै यहाँनिर मोदीको कुनै रोल छैन यहाँनिर यार। बेकारमा यार। छ्या, रोजगार दिँदैछ, अझै धनी होस्, अझै 10 वटा रोजगार बढाओस् उसले, त्यसमा तिमीहरूको पनि कोही रोजगार पायो भने झन् राम्रो। त्यो सोच्नु छोडेर यार, धनी मान्छे बिजनेसले त देश चल्छ नि। एउटा बिजनेसम्यान ठुलो 2टा 3टा छ भने त देश अगाडि बढ्ने हो।